राजनीतिक रूपमा मैले मेरो एउटा टिम बनाउनु भन्दा बौद्धिक रूपमा चाहिँ हामीले टिम बनाएको छौं। जस्तै तपाईकै यस कार्यक्रममा आइसक्नु भएका देशका दिग्गज प्रोफेसनल मान्छेहरू चाहिँ हाम्रो टिममा हुनुहुन्छ। जस्तै उदाहरणको रूपमा रविन्द्र पुरी जी हुनुभयो, जसले चाहिँ उहाँले चाहिँ नेवारी स्टाइलको घरहरू हाम्रो कल्चरलाई संरक्षण गर्नलाई के गर्न सकिन्छ। यादवलाल कायस्थ जी हुनुहुन्छ, जस्तै उहाँले चाहिँ ढुङ्गेधारा संरक्षण कसरी गर्ने, मूर्तिहरूलाई कसरी संरक्षण गर्ने, चिवाहरूलाई कसरी संरक्षण गर्ने, हैन। तपाईका डाक्टर सन्दीप रुइत उहाँले आइडिया दिनुहुन्छ। कर्ण साकेजी तपाईले नै बोलाउनु भएको थियो, उहाँहरूले आइडिया दिनुहुन्छ। सन्ध्या खनालजी हुनुहुन्छ। अनि पुल्चोकका टप इन्जिनियरहरू, अर्बन प्लानरहरू। हाम्रो चाहिँ टिम चाहिँ कस्तो छ भन्दाखेरि बौद्धिक रूपले सम्पन्न टिम छ। अनि उहाँहरू चाहिँ कुनै पनि पार्टीप्रति अलाइन हुनुहुन्न, कुनै पनि पार्टीप्रति झुकाव नभएको व्यक्तिहरू चाहिँ हाम्रो टिममा हुनुहुन्छ। हरेक क्षेत्रका टप प्रोफेसनलहरू, शिक्षाका टप प्रोफेसनलहरू, स्वास्थ्यका टप प्रोफेसनलहरू, इन्फ्रास्ट्रक्चरका टप मान्छेहरू चाहिँ हाम्रो टिममा आउनु भएको छ। जसले गर्दाखेरि एउटा फाइदा पनि छ जस्तो लाग्छ। काठमाडौँमा बसेपछि कुनै पनि ज्ञान, कुनै पनि आइडिया लिनलाई धेरै कुर्नु पर्दैन। आज ज्ञान लिन मन लाग्यो भने भोलि नै कोही मान्छेलाई भेटेर ज्ञान लिन सकिन्छ, सजिलै भेटेर उहाँहरूसँग सिक्न सकिन्छ। अनि उहाँहरूले दिनुभएको रोड म्यापलाई इम्प्लिमेन्ट गर्न सक्ने त मान्छे त चाहियो नि त। अनि त्यो रूपमा चाहिँ हाम्रो चाहिँ बौद्धिक एउटा भनौँ न एउटा बौद्धिक रूपले सम्पन्न टिम छ हाम्रो, म एक्लै भन्दा पनि।